हेलो साथीहरू, नमस्ते। म अम्बिका बरेली, तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज म तपाईहरुलाई एउटा चीज बनाएर देखाउँदैछु सिम्पल तरिकाले हैन, इन्स्टेन्ट। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो चाहिँ इन्स्टेन्ट खीरको रेसिपी हो। छिटो बेला अति हतार परिरहेको हुन्छ, त्यति बेला हामीले कसरी चाहिँ छिटो छिटो खीर बनाउने, मान्छेहरू पाहुनाहरू आउँदाखेरि घरमा कसरी छिटो छिटो खीर बनाउने, त्यसको म तपाईहरुलाई तरिका देखाउँदैछु। प्लिज तपाईहरु हेर्दै गर्नुहोस् होला लास्टसम्म। बाई। यसरी चाहिँ पहिला मैले यहाँ चाहिँ 2.5 किलो दुध छ। यहाँ चाहिँ मैले दुध उमाल्नको लागि बसाइदिएको छु। अनि फेरि यता एक साइडमा चाहिँ मैले चामल भिजाइदिरहेको। अनि यहाँ चाहिँ मैले चामल भिजाइरहेको छु खीरको लागि। अनि यो चाहिँ गोविन्द भोग चामल भन्छ यसलाई चाहिँ। यता बङ्गाली एरियामा पाउँछ यो गोविन्द भोग चामल हो। अब नेपालीमा त के भन्छ मलाई थाहै भएन। यो गोविन्द भोग चामल हो। यसले चाहिँ एकदम खीर टेस्टी बनिन्छ अनि सेन्टेड पनि हुन्छ। अब म तपाईहरुलाई अगाडि देखाउँदैछु कसरी बनाउँछु भनेर। अनि एक साइडमा चाहिँ मैले चिया पनि उमाल्नुको लागि बसाइरहेको छु। अब हेर्नुहोस्, म किनभने मलाई चिया साह्रै मन पर्छ, त्यही भएर चाहिँ मैले चिया पनि बसाइरहेको छु चिया खानुको लागि। अहिले हेर्नु, म यहाँ खीर बनाउँदैछु। यहाँ एकपट्टि यहाँ खीर बसाइरहेको छु अनि एकपट्टि चिया उमाल्न बसिरहेको छु। किनभने मलाई चिया चाहिँ साह्रै मन पर्छ, म चाहिँ टी लभर हो। अनि यहाँ चाहिँ म आफ्नो लागि फटाफट चिया बनाउँदै थिएँ। किनभने मैले बिहानदेखिको काम गरेकोले एकदम थाकिसकेको थिएँ हैन। अब यहाँ चाहिँ मैले अस्ति नयाँ चियापत्ती ल्याउनु भएको थियो मेरो हस्बेन्डले। अनि त्यही भएर कस्तो खालको रहेछ भनेर टेस्ट गरौँ भनेर चाहिँ चिया बनाएको। अनि खाजा पनि खाएको थिइनँ। अनि त्यही भएर चाहिँ पहिला स्टार्टिङ चाहिँ चियादेखि गऱ्यो। किन मलाई चिया चाहिँ साह्रै मनपर्छ। यता मेरो खीर पनि पाक्दै थियो। खीर पनि मैले हेरिरहेकै थिएँ। किनभने म आफ्नो मात्रै पेट हेरेर भएन, नानीहरूको पनि हेर्नु पर्यो। अनि अलिकति चियाको लागि मैले दुध राखेँ। अनि चामल चाहिँ मैले अब खीरमा हालिसकेर अनि चलाएर मजाले चलाउनु पर्छ। एकदमै इन्स्टेन्ट खीर हो, त्यही लागि चाहिँ ठुलो ग्यास गरेर चाहिँ यसलाई मजाले चलाउनु पर्छ। यता चाहिँ मेरो खीर पनि पाकिरहेछ। यता खीर पाक्दैछ। अन्त यता म आफ्नो खाजा पनि खाँदैछु। पहिला चाहिँ चियादेखि स्टार्ट गर्दैछु। चिया खाँदैछु अनि चियासँग छ मेरो आज खाजा के हो भन्दाखेरि पास्ता। कम्ती मसलाहरू हालेर बनाएको, त्यही लागि त्यस्तो खासै मिठो चाहिँ भएन, तर पनि अलिअलि काम चलाउ छ। अब यसरी उम्लिँदैछ खीर मेरो। हेर्नुहोस् यसरी उम्लिँदैछ। एउटा ठुलो यहाँ चाहिँ मैले अब खीरमा हाल्नुको लागि यो आलमन्ड हो, यो बादाम, यो मान्छेले भिजाएर अब छिलेर हाल्छ हैन, तर मैले चाहिँ काँचै हालिदिएको। किनभने मलाई चाहिँ काँचै यसरी काटेको मनपर्छ। अनि मिक्सीमा पनि हालेर उसलाई काट्नु सकिन्छ, तर मिक्सीमा अब धेरै फ्लेभरहरू हुन्छ, लसुन प्याज अदुवाको, त्यही लागि चाहिँ मैले चकुले काटेको। अनि यो चाहिँ हो मेलन सिड, यसलाई खरबुजको बीज पनि भनिन्छ। अनि यसरी नै मैले यो बादाम र खरबुजको बीज हालेर खीरमा हाल्नुको लागि मैले यो रेडी गरेको छु। दुईटै बादाम त काटेको तपाईँले अब यसरी नै मेरो खीरहरू कम्प्लिट भयो हैन। खीर पाकिसक्यो यसरी नै। अब हेर्नुहोस् यहाँ यसरी पाकिरहेको छ, भइसकेको छ। अब यसलाई यस्तो ग्यास अफ गर्दा हुन्छ, किनभने यो पाकिसकेको छ। अब तपाईहरुलाई कस्तो लाग्छ हैन, मलाई चाहिँ यो इन्स्टेन्ट नै पाकेको जस्तो लाग्छ। अब तपाईहरुलाई अब मैले बनाएको खीर मन पर्दैछ, इन्स्टेन्ट खीर मन परेको छ भने प्लिज मेरो फेसबुकको प्रोफाइललाई लाइक गरिदिनुहोस्। बाई बाई। थ्याङ्क यू सो मच फर वाचिङ।